ल स्वागत छ शुभ बिहानी सबैजनालाई। हाम्रो यात्रा घरदेखि उता सुपा देउरालीसम्मको थियो। सानो भ्लग बनाउन प्रयास गरेको मैले पहिलोपटक। हामी चाहिँ रेडी भयौँ गाडीमा चढेर, अनि सुरुमा इन्जोय गर्दै गर्दै बिहानको समयमा हिँडिरहेका छौँ। कोलपुर पुगिसक्यौँ हामी। कोलपुरपछि हामी हिँडिरहेका छौँ बर्दिया राष्ट्रिय निकुञ्ज होइन, भाके राष्ट्रिय निकुञ्ज। बाबु चाहिँ सुतिसक्यो गाडीमा। हामी अगाडि बढ्यौँ, हिँडिरहेका छौँ। यसो क्याप्चर गरौँ न बाटोमा भनेर। कतिपयलाई नयाँ पनि लाग्न सक्छ। हामी चाहिँ यो बाटो त हिँडिरहेको, तर हामी सुपा देउराली चाहिँ पहिलोचोटि जानुभएको। हामी चाहिँ यता राप्ती नदी हो चाहिँ राप्ती बाटोमा पनि अगाडि बढ्यौँ हामी। यसरी हिँड्दैछौँ। अब हामी खाना खाने ठाउँ भालुवाङ पुगिसक्यौँ। खाना अर्डर भइसक्यो। सबैजनाले एकदम भोक लागेको छ। खाना खाएर पनि हामी निस्किसक्यौँ। र सबैजना अगाएर टन्न भएर अब के गर्नु है, टाढाको यात्रा निस्क्यौँ आनन्दले। निस्किसकेपछि हामी चाहिँ गाडीमा फेरि बस्नु पऱ्यो भनेर केटाकेटी झ्याउ मानिसकेको थियो। तैपनि पछि त जानै पऱ्यो। त्यसपछि अब हामी गाडीमा चढेर उता अर्घाखाँचीको लागि यसरी टर्निङ हुने क्रममा छौँ। अब हामी पहाडको यात्रा सुरु भइसक्यो। यो भाइरल पहाड कतिपयले थाहा पनि छ, देखिराख्नु भएको छ। यस्तो सानो क्लिप मैले पनि लिइहालेँ। हामी चाहिँ अब उता यो बाटो उता छोडेर हामी यता अर्घाखाँचीको लागि टर्निङ भइसक्यौँ। एकदम रमाइलो भइरहेछ पहाडको भ्यू हेर्नु पाउँदा। एक्साइटेड, सबैजनाले आनन्द मानेका छौँ। कोही निदाउने, कोही उठ्ने, बिचबिचमा आनन्दले। म चाहिँ लगभग कोही पनि निदाएन। सबैजना के गर्दैछन्, कता छन् भन्दै हेरिरहेको छु। मेरो म्याडम मजाले निदाउनु भएको छ। म मात्रै सुतेको छैन। थकित छ अनुहार चाहिँ गाडीमा बसेपछि एकदम थकित हुने। अनि यसरी हामी पहाडको भ्यू हेर्दैछौँ। सुप्पा देउराली कति बेला आउँछ भनेर। अर्घाखाँची जिल्लाको पहिलो यात्रा हाम्रो रमाइलो लाग्यो, राम्रो लाग्यो। पहाडको एरिया सुन्दर शान्त। अलि बाटो अलिअलि पहाडको बाटोमा त प्रभाव परि नै हाल्छ। त्यही पनि हामी हिँडिराखेका छौँ। एकदम रमाइलो। बिचबिचमा यसो हामीले चाहिँ चक्लेट खाँदै। अनि मेरो बाबु पनि उठेर जिस्काइरहेको छ। अघि मजाले सुतेको थियो, अहिले चाहिँ उठेर हेर्नुहोस् खेतीपाती कस्तो राम्रो है। डाँडाका कति आनन्द। कहिलेकाहीँ यसरी फ्रेस हुन आफ्नै गाउँठाउँ नजिकै आफ्नै नेपालभित्र केटाकेटीको बिदा भएको बेलामा यसरी लिएर जाँदा हामीलाई आनन्द लागेको छ। अब थकित छन् बच्चाहरू चाहिँ। अब त्यही पनि मन्दिर कति बेला आउँछ भनेर हामी गरिरहेछौँ। गाडी पनि आनन्दले चलाइरहनु भएको छ। अब पहाडबाट यसो टक्क मन्दिर चाहिँ सुक्क देखिन्छ क्या अलिकति। अनि जस्तो हो आयो है भन्ने उता देखियो मन्दिर। अब हामी पुग्दैछौँ भनेर हामी देउराली लेखेको देखेपछि यहाँ रहेछ देउराली। हामी भिडियोमा देखिरहेको थियौँ। अनि बाटैमा रहेछ, हिँड्न नपर्ने होइन। अनि हामी अब गाडीबाट झरेर पूजा सामग्री किन्न गयौँ। किनिसकेर पूजा गर्न जानको लागि हामी चाहिँ सबैजना तयारी अवस्थामा छौँ। केटाकेटी चाहिँ अगाडि पछाडि यताउति गरिरहेको थिएँ। अनि फोटोसोटो खिच्यौँ एउटा दुइटा। अनि हामी चाहिँ मन्दिरभित्र जान थाल्यौँ। मन्दिरको यो चाहिँ मन्दिरको गेट सुक्पा देउराली देखेको एकछिन हेरेर हामी भित्र पस्यौँ। अनि हामी सबैले पूजा गर्नको लागि रेडी भयौँ। अब पूजा मन्दिर प्रवेश भयौँ। एकछिन दर्शन गरेर हामी धेरै विधि नभए पनि आफ्नो आस्था, आफ्नो विश्वास होइन भगवान्प्रतिको यसरी हामी पूजा गरेर। अनि अब हाम्रो बाबुहरूले चाहिँ हामीलाई नरिवल फुटाल्ने भनेर सुरु गरेछन्। नरिवल फुटाल्यो। अब अर्को हाम्रो बाबुले पनि फेरि म फुटाल्छु भनेर नरिवल फुटाल्न लाग्यो।
अनि भगवानलाई चढायो। चढाएपछि सबैजनाले प्रसाद चढाएर पूजा गरेर अहिले चाहिँ हामी सुपा देउरालीसम्मको यात्रा गर्न सफल भयौँ। सबै भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ यहाँहरू सबैजनालाई। थ्याङ्क यू।